कल्पना गर्नुहोस् यस्तो कुनै तत्त्वको जसले हरेक क्षण तपाईको भित्र र बाहिर उपस्थिति जनाइरहेको छ, जुन तपाईले देख्नु भएको छैन तर महसुस अवश्य गर्नुभएको छ। यस्तो देवता जो जब चाहन्छन् यो संसारमा अवतार लिन सक्छन् र जब चाहन्छन् सम्पूर्ण सृष्टिलाई शून्यमा परिणत गर्न सक्छन्। त्यो तत्त्वको नाम हो भगवान विष्णु। तर के तपाईँ साँच्चै जान्नुहुन्छ विष्णु को हुन् जसले पनि यो संसार देखेका छन्? उनीहरूले यो सधैँ विश्वास गर्दै आएका छन् कि ब्रह्माले सृष्टिको निर्माण गरेका हुन्। तर के तपाईले कहिल्यै सोच्नु भएको छ ब्रह्मा स्वयं कहाँबाट आए? पुराणहरूमा उल्लेख गरिएको छ कि ब्रह्मा भगवान विष्णुको नाभिबाट उत्पन्न भएको कमलबाट जन्मिएका थिए, अर्थात् ब्रह्मा पनि विष्णुका सिर्जना हुन्। तर यदि विष्णु सृष्टिको आरम्भभन्दा पहिल्यै अस्तित्वमा थिए भने उहाँ स्वयं कहाँबाट उत्पन्न भए? यो रहस्यमयी कथा अन्तिमसम्म अवश्य हेर्नुहोस्, किनभने यही कथामा तपाईलाई थाहा हुनेछ विष्णु कसरी उत्पन्न भए, यो ब्रह्माण्ड कसले निर्माण गर्यो र विष्णुको भूमिका के हो सृष्टिमा। तपाईले यस्ता धेरै प्रश्नहरूको उत्तर पाउनुहुनेछ जसबारे धेरै कम मानिसहरूले जान्ने अवसर पाएका छन्। त्यसैले यो भिडियो स्किप नगर्नुहोस्, अन्त्यसम्म हेर्नुहोस्, किनभने हरेक क्षणमा लुकेको छ एउटा गहिरो रहस्य। यसको लागि तपाईलाई लैजानुपर्छ एउटा यस्ता क्षणतर्फ जहाँ समयको अस्तित्व नै थिएन, एक यस्ता स्थानतर्फ जसको न त कुनै नाम छ न कुनै परिमाण, एक यस्ता आयामतर्फ जुन सबै आयामहरूभन्दा परको हो, जहाँ न त कोही पुग्न सक्छ न त देख्न, एक यस्ता सत्यतर्फ जो सबै सत्यहरूभन्दा परको हो। आउनुहोस् भेटौँ सदाशिवसँग। ब्रह्माण्डको सुरुवातमा न कुनै तारा थियो, न सूर्य, न चन्द्र, न समय थियो, न दिशा, सिर्फ शून्य थियो। र त्यो शून्यमा थिए सदाशिव। सदाशिव कुनै देहधारी होइनन्, उहाँको कुनै रूप छैन। उहाँ परब्रह्म हुन्, साक्षात् अव्यक्त। उहाँ न जन्म लिन्छन् न मृत्युलाई प्राप्त हुन्छन्, न त बन्नुहुन्छ न विनाश हुनुहुन्छ। उहाँ सधैँ हुनुहुन्छ। समय र आयामहरूभन्दा पर एकैसाथ एक र अनेक हाम्रा भित्र र वरिपरि सदा विद्यमान। जब केही पनि थिएन सदाशिवले इच्छा गर्नुभयो म यो चेतनालाई रूप दिउँ जसले पालन पनि गरोस्, रचना पनि गरोस्, सञ्चालन पनि गरोस्। त्यही इच्छा र उहाँको छायाबाट प्रकट भए श्री नारायण। नारायण जो अदृश्य ब्रह्मचेतना थिए, सदाशिवले उहाँलाई श्री हरिको रूपमा प्रतिष्ठित गर्नुभयो। त्यसपछि नारायण योगनिद्रामा लीन भए र तिनकै नाभिबाट निस्किएको कमलमा प्रकट भए चार मुख भएका ब्रह्मा। यो कमल कुनै साधारण फूल थिएन, यो हिरण्यगर्भ थियो, चेतना र सृष्टिको बिउ। ब्रह्माका आँखाहरू खुल्दछन्, चारैतिर हेर्छन्, तर आफ्नो उत्पत्तिको ज्ञान उहाँलाई हुँदैन। उहाँ प्रश्न गर्नुहुन्छ म को हुँ, मलाई कसले बनायो? तर उत्तर छैन। त्यसपछि ब्रह्माले हजारौं वर्ष ध्यान गर्नुहुन्छ। अन्ततः उहाँले नारायणलाई योगनिद्रामा लीन देख्नुहुन्छ र बुझ्नुहुन्छ कि आफू तिनकै नाभिबाट उत्पन्न भएका हुन्। तर यहाँबाट सुरु हुन्छ अझ गहिरो रहस्य। जब ब्रह्माले नारायणलाई सोध्छन् तपाईँ कसरी उत्पन्न हुनुभयो, नारायण उत्तर दिन्छन् म पनि अरू कसैको इच्छाबाट प्रकट भएको हुँ। मेरो पनि आदि र अन्त छ र ती हुन् सदाशिव। त्यसपछि पहिलो पटक ब्रह्माले शिवतत्त्वमा ध्यान गर्नुहुन्छ। त्यो क्षण प्रकट हुन्छन् शिवलिङ्गको रूपमा सदाशिव। यो शिवलिङ्गको न आदि थियो न अन्त, र त्यहीबाट सुरु भयो त्रिमूर्ति। ब्रह्मा सृष्टिकर्ता, विष्णु पालक र रुद्र संहारक, शिव सदाशिवको छायारूप। अब आउनुहोस् जानौँ श्री विष्णुको सत्य। कल्पना गर्नुहोस् एउटा अनन्त महासागर जसलाई क्षीरसागर भनिन्छ। त्यहाँ एक विशाल शेषनागमा एक शान्त स्वरूपमा कोही सुतेका छन्। उहाँको रङ गाढा नीलो छ, समुद्र जस्तो गहिरो। आँखा बन्द छन् तर सबै देखिरहनु भएको छ। उहाँका चरण नजिक छन् लक्ष्मी। नाभिबाट निस्किरहेको छ कमल जसमा ब्रह्मा विराजमान छन्। यो दृश्य केवल कल्पना होइन, यो ब्रह्माण्डको उत्पत्तिको प्रतीक हो। शेषनागका हजारौं फन्काबाट समयको प्रवाह निस्कन्छ। क्षीरसागर कुनै भौतिक स्थान होइन, चेतनाको स्तर हो जहाँ केवल महान योगीहरू ध्यान मार्फत पुग्न सक्छन्। विष्णु कुनै सामान्य देवता होइनन्, उहाँ केवल पालक मात्र होइन, समयभन्दा परका अस्तित्व हुन्। वेदमा भनिन्छ काल स्वयं विष्णुको अधीनमा छ। वैकुण्ठ सिर्फ एक शब्द होइन, विश्वास हो, रहस्य हो। श्रीमद्भागवतमा वर्णन गरिएको छ वैकुण्ठ ब्रह्माण्डको माथि अवस्थित छ, जहाँ द्वारपाल जय र विजय उभिएका छन्।
रत्नहरूले जडित महल छन्, गन्धर्वहरू सधैँ नारायणका भजन गाइरहेका छन्। त्यहाँ न दुःख, न समय, न मृत्यु, न मोहको प्रवेश हुन्छ। पुराणहरू भन्छन् वैकुण्ठको प्रवेशद्वार केवल भक्तहरूको लागि खुल्छ। योगीजन भन्छन् वैकुण्ठ कुनै दिशा होइन, एक अवस्था हो जहाँ आत्मा पूर्ण शान्तिमा प्रवेश गर्छ। राम र कृष्ण विष्णुका अवतार हुन्, तर नारद पुराणमा भनिएको छ यी अवतार केवल रूप होइनन्, ऊर्जाको प्रयोग हुन्। हरेक युगमा विष्णु आफूलाई युग अनुसार ढाल्नुहुन्छ। राम धर्मको ऊर्जा, कृष्ण ज्ञानको ऊर्जा र भविष्यमा आउने कल्की अवतारमा विनाश र पुनर्निर्माणको ऊर्जा। भविष्य पुराण अनुसार विष्णुले पहिले नै हजारौं युगहरूको योजना बनाइसकेका छन्, जसमा हरेक युगमा फरक ऊर्जा स्वरूप प्रकट हुनु तय गरिएको छ। धेरैले सोध्छन् के आज पनि विष्णु पृथ्वीमा हुनुहुन्छ? उत्तर हो, तर रूपमा होइन, ऊर्जामा। जहाँ कोही साधक ध्यानमा छन्, जहाँ आमा आफ्ना बच्चालाई सुताइरहेकी छिन्, जहाँ कुनै वृद्ध सन्त अरूका लागि प्रार्थना गरिरहेछन्, त्यहाँ विष्णु हुनुहुन्छ। विष्णुका अंशावतार आज पनि पृथ्वीमा जन्म लिन्छन्, जसलाई हामी सन्त, गुरु वा महात्माको रूपमा चिन्छौँ। उहाँहरू सबै समाजलाई सन्तुलनमा राख्नका लागि गुप्त रूपमा सक्रिय रहनुहुन्छ। ब्रह्मवैवर्त पुराण भन्छ कलियुगको अन्त्यमा जब अधर्मको सीमा टुट्छ, विष्णु स्वयं कल्कीको रूपमा प्रकट हुनुहुनेछ। उहाँको वाहन श्वेत घोडा हुनेछ। उहाँको उद्देश्य अधर्मको विनाश र सत्ययुगको पुनः स्थापना। राम र कृष्णका रूपमा विष्णुले जुन कार्य गरे त्यो केवल धर्मको स्थापना मात्र थिएन, त्यो चेतनाको उचाइ थियो। आज पनि हरेक भक्तको हृदयमा कुनै न कुनै रूपमा मौन रहनुभएका छन् विष्णु। त्यसैले मित्रहरू, विष्णु केवल एक देवता होइनन्, उहाँ समयको पारिपार फैलिएको ऊर्जा हुन्। उहाँ देखिँदैनन्, तर सबै सञ्चालित गरिरहनु भएको हुन्छ। उहाँ हरेक युगमा धर्मको रक्षा गर्न आउनुहुन्छ, रामको रूपमा, कृष्णको रूपमा, र अन्तमा सबै आत्माहरूलाई वैकुण्ठमा लैजानुहुन्छ। अन्तमा तपाईले जान्नुभयो सदाशिवले नारायणलाई कसरी उत्पन्न गर्नुभयो, नारायणको नाभिबाट कसरी ब्रह्मा जन्मिए र कसरी त्रिमूर्ति अस्तित्वमा आए। यो कुनै काल्पनिक कथा मात्र होइन, यो चेतनाको यात्रा हो जसबाट सम्पूर्ण ब्रह्माण्ड बनेको छ, र आज पनि त्यो शिवतत्त्व हाम्रो भित्र र चारैतिर विद्यमान छ। यदि तपाईलाई यो ज्ञानमयी कथा मन पर्यो भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् नमः शिवाय वा जय श्री हरि। यो दिव्य ज्ञान आफ्ना साथीहरू र परिवारसँग अवश्य बाँड्नुहोस्, किनभने सायद एउटा भिडियोले कसैको चेतना रूपान्तरण गरिदिन सक्छ। यदि तपाईलाई यस्तो आध्यात्मिक रहस्यमय विषयहरू मन पर्छ भने हाम्रो च्यानलमा यस्ता अन्य अद्भुत भिडियोहरू अपलोड गरिनेछ। शिव को हुन्, शिव तत्त्व के हो, काली माताको रहस्यमय कथा, शिव र सतीको गाथा, यस्तै ज्ञानवर्धक, रहस्यपूर्ण र आत्मिक यात्राले भरिएका भिडियोहरू जसले तपाईको मन, बुद्धि र आत्मालाई छुनेछन्। अहिले नै हाम्रो च्यानल अन्वेषण गर्नुहोस्, जोडिनुहोस् यस आध्यात्मिक यात्रामा, जहाँ हरेक भिडियो तपाईलाई तपाईँ स्वयंसँग भेट गराउनेछ। च्यानल सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस् र हामीसँग जोडिरहनुहोस्, किनभने तपाईको आत्माले खोजिरहेको ज्ञान सायद अर्को भिडियोमै तपाईको प्रतीक्षा गरिरहेको छ। हर हर महादेव, जय श्री हरि।